Ready? Hi everyone, welcome to another episode of my YouTube vlog. This time I'm going to welcome my niece, first ever one and only niece. Niece nahi ta hani haina? She is coming tomorrow and we are going to pick her up at the airport. So before I go, I'm gonna prepare a welcome basket for her. She is just 4 months old baby girl. मैले यहाँ चाहिँ खासै धेरै सामान त छैन, तर लुगा चाहिँ उसँगै जति पनि लुगा छन् पहिल्यै, त्यही भएर मैले लुगामा खर्च गर्न खोजिन। एउटा चाहिँ त्यो बास्केट रेडी गरेको छु, यसलाई यसरी राखिदिन्छु हैन। This will go like this. त्यसपछि this is a cute blanket. यो चाहिँ छुट्टै यो डेकोरेसनको स्टफ हो, यो पनि डेकोरेसनको हो। अब अहिले त उ 4 महिनाको मात्रै छ, तर चाहिँ पछि युजफुल हुने। मलाई चाहिँ कपडा किनेर युज हुँदैन, त्यही भएर युजफुल कुरा किन्छु भनेर खोज्दाखेरि चाहिँ मलाई चाहिँ यो पछिल्ला काम लाग्छ भनेर मैले बुक एउटा फिल गरेँ। त्यही भएर I have one book and I got these two cute little clips. I got a bunny, another bunny. अरु के छ अनि अहिले चाहिँ लुगा चाहिँ मैले एउटा त लुगा राख्छु भनेर रहर लाएर यो राखेको। यति हो, गिफ्ट त सक्यो। अर्को के हो पनि भयो जस्तो लाग्छ रहन्छ। डन। अनि यहाँ चाहिँ बलुन छ, यो चाहिँ मैले यसमा अड्याउने वाला स्टाइल बलुन छ। द्याट्स इट फर नाउ। प्रभुको नाम जप्दै हामी लाग्यौं अब एयरपोर्ट तर्फ। लाग्यो एयरपोर्टतिर। आजको स्पेशल गेस्ट 3 जना हुनुहुन्छ। 3 जना मध्येमा पनि स्पेशल गेस्ट भनेको चाहिँ लिटल वान हु इज 5 months old नाउ, मेरो one and only niece. Oh, actually I am really excited to welcome her. किनभने दिदी र बिनाजुसित त केही महिना अगाडि भेट भएको थियो, त्यही भएर त्यो त्यस्तो के खासै उ छैन, तर चाहिँ मेन भनेको नयाँ मान्छेसँग चाहिँ भेट हुने भएको भएर I am really excited to welcome her in Vancouver, Canada. फ्लाइट ल्यान्ड भएको सायद 10-15 मिनट भइसक्यो होला। अब आइपुग्ने बेला हुन लाग्छ। सानो बेबीको लाई हेर्न नै सबभन्दा बढी एक्साइटेड छु। बेबीको चाहिँ कामको प्रेसर बढी भएको भएर खासै रिल्याक्स गर्न चाहिँ पाएको छैन हैन। के हो? बैक टू बैक एयरपोर्टमा वेट गर्ने भन्दा अरु केही भइरहेन। कम ऑन गाइस, कम ऑन गाइस, कम ऑन। छिटो आउनु पर्यो अनुश्री, छिटो आउनु पर्यो। आयो आयो आयो। नमस्ते 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 बिनाजु, नमस्ते। कुचुरु, ओ माय गॉड, कुचुरु। यो तिमी हो, तिमीलाई वेलकम गरेको मैले। अभी सेम भिडियोमा जस्तो उस्तै। जाऊ यता जाऊ। तँलाई देख्यो तँलाई। तँलाई देख्यो। यता मलाई हेर्यो, मलाई हेरिरहेको थिएन अहिले त। मैले लाउन पकाइहरू नबेर लाउन एकछिन हो, फ्यामिलियर बनाएर गर्नुपर्छ। एकैछिन म लिन्छु। लाउने हजुर लिन्छ। मेरो त यहाँ हातै छैन। ल एकछिन लिँदैन न। फुल हो यस्तो गाता। कुचुरु कुचु कुचु अयो उ हेर्दै वाले उसमा राम्रो हेर्दै अंकललाई हेर्दै नाना। ए मुसा मुसा बुबुको थप्पा खाएन।
मेरो त डाइपर ब्याग त पछाडि नै यो ज्याकेटलाई मैले अहिले हिँडिरहेको थिएँ, अहिले पछि लैजाउँ ल। मलाई छुटाउन पाइन्छ सबै नयाँ अब तिमी मेरी छानीलाई सधैँ दीर्घायुकी हुन्, बुद्धिजीवी हुन्, ज्ञानी हुन्, रोग नलागोस्, कुनै दुःख कष्ट नपरोस्, बुबु खानी हुनु नि धेरै। ओहो ल ल धेरै धेरै आशीर्वाद कान्छीलाई ल। यहीँ राखिदिने हो र? होइन त्यहाँ बत्ती बाल्ने चाहिँ उता सुइट होइन अरू दुइटा दुइटै त्यही भएर यहाँ कस्तो राम्रो आयो। यो तपाईँले यसो राखेर हातमा राखिदिनु त ल्याउनु। यस्तो दुःख गर्न पर्ने तपाईँले समाउनु भयो हेऱ्यो आमाको है मान्छे तिमीले नचिनेको भएर भिडियोमा कमेन्ट कतो लानी मैले चाहिँ यता हेर न दियो खाइदियो आऊ अङ्कल यता राम्रो आउँछ नि यसमा कुचु 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 केलाई चाहिँ त ल अब सानीलाई मुख हेर्दाखेरि पैसा दिनुपर्छ अरे यो कता भयो जस्तो लाग्यो लागि गरिदिए अनि चानीलाई आएको गिफ्ट पनि छ यहाँ हेर त यता हेर न यता हेर न ट्याक्कै औँलाले समातिन् ल भयो हाम्रो त मुख हेऱ्यौँ साना यसलाई त कतो न कतो चाहता छ छानाको लागि ले यति यति आमे आमे छामौ 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 छाना छामौ इसो छ झर्को लाग्यो बो 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 झर्को लाग्यो बो बो ल भयो ले छानालाई छामौ ल छामौ ल भयो 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 छानालाई ल भयो थाक्यो भयो ल भयो सानीलाई हेर्दै बुझिरहेको सानीलाई ठुच्चाको हेर्दै बिर्सिएको ल मम्मी त एकदम खुसी हुनुहुन्छ टाइम भइरहेछ सानो मान्छे कति नराम्री हुन् सानुको लागि डेकोरेसन आँखिदिनु अब आँखिदिनु मलाई थाहा छ उतिर हेर्नु न एउटा फोटो क्लोज फोटो एउटा पनि समात्यो ल समात्यो
मुछु मुन्छु सानो ये मेरो सानो ये मेरो सानो हाँस्यो सानो हाँस्यो हाँस्यो सानो हाँस्यो कति नराम्री मान्छे होली कति